हामी छिरिसक्यौँ अब जता बस्ने पनि हुन्छ कता कता ठाउँ छ हेर्नै बस्ने अब एउटा ठाउँ चुज गरौँ कतापट्टि हो चुच्चो यसको त्यतापट्टि जान्छ अलि साइडतिर छिर्नुपर्छ जता बस्ने नि हुन्छ क्या तर ठ्याक्कै यसो कुर्सी भएको ठाउँमा चेयर के अरे टेबल भएको ठाउँमा कि माथि पनि छ क्याफे सबै हुन्छ यो उयोहरू के सामानसामान किनमेल गर्ने ठाउँ यताउता यो क्रुजभित्रको पसल सरी हामी कहाँ बस्छौँ ऊ त्यहाँ अगाडि गयो नि हुन्छ ऊ त्यहाँ हेरेर तपाईँलाई सिट छैन छ सबैतिर छ ठाउँ माथि यसलाई कसरी लाग्यो यता जाऊँ न माथि जाँदा नि यही ठिक्क हुन्छ यति नै ठिक्क हुन्छ खास तर बस्नु लागि माथि यहाँ लिफ्ट पनि होला हो स्टेयरवेज डेकर सनडेक ए उ त्यहाँ सनडेक छ यार जाऊँ आउँदा त्यहाँ घाम छ बाहिर यो सबै सनडेक होइन यहाँ टोइलेट रहेछ यहाँ सिँढी मात्रै भयो यार हिँडेर त जानु मिलेको छ फेरि उता कुर्सी सुर्सी हल्लाउँछ कि भन्ने डर हो कि उता साइडमा जानु त कतै उता बसनमा हुँदैन यतापट्टि अझै अगाडि पनि छ क्या ठाउँ त्यहाँ उता जाउँला उता छ ठाउँ तर त्यहाँ ठिक छ माथि के छ भन्ने कुरो मात्रै हो त्यस्तो हुन्छ जस्तो लागेको छैन मलाई यहाँ यहाँ बस्दा हुन्छ यता बस्छ तिमी हामी चाहिँ अब अहिले हेल्सिङ्गरबाट चाहिँ हेल्सिनबर्गको लागि जाँदैछौँ सो यो त्यहाँ अगाडि देखेको चाहिँ क्यासल हो हेमलेट क्यासल हो सायद यो त्यो चाहिँ अहिलेसँग थाहा हुन्छ होला नाम यो जहाजको नाम पनि हेमलेट नै छ क्या हावा यस्तो चलिरहेको छ कि मान्छे उडाउने जस्तो है खतरा चल्छ हावा चाहिँ भयङ्करै चल्छ भयङ्कर नर्मली अरू बेला हाम्रो बरु कमै हो हुन त तर मजाकै चलिरहेछ हावा चाहिँ बबाल चलिरहेछ यो चाहिँ गाडीहरू फेरीमा ठ्याक्क हालेर अब पारी कटाउने वहाँसम्म 20 मिनटको ट्रिप रहेछ है यहाँको सो हामी 20 मिनट यत्तिकै एकैछिनमा बितिहाल्छ भनेर लाइक ट्राइङ टु इन्जोय एज मच एज वी क्यान यो चाहिँ सनडेक अरे घाम लागेको छ मजाले समुद्र नै हल्ले जस्तो के है समुद्र नै हल्ले जस्तो के
विशाल ठाउँ जस्तो लाग्ने के जहाजहरू यत्रो लाग्ने जहाजहरू यत्रो सानो लाग्ने उता पारिपट्टि पनि छ होला त्यसो पछाडिपट्टि पनि हेर्न मिल्छ होला उतापट्टि के यहाँबाट जाम भित्र छिरौँ होइन अनि उतापट्टि जाम के तपाईँ यता जानुभएको दाइ यता जानुभएको सन्डेक छ सन्डेक म अरूलाई पठाइदिन्छु नि त हामी त गएर आएको माथि खुल्ला छ सबै ए मैले हेरेन कि पक्रिन अरूलाई पठाइदिन्छु बहिनीहरूलाई पठाइदिन्छु नि त के भयो हिँडेर हल्का चक्कर हाने जस्तो गरेर चाहिँ छ त खानेकुरो खाएँ अब होइन चक्कर हानेको यो हिँडेर हो यहाँ पनि छ सन्डे बाहिर जानुपर्ने रहेछ यार जानुपर्ने रहेछ दिमिसाले आची गरेछ सो अब हामी चाहिँ अर्को साइड भनेको पछाडिपट्टिको साइडमा ए यहाँ बस्ने ठाउँ रहेछ मजाको अझ माथि पनि रहेछ होइन तर माथि माथि चाहिँ हाम्रो जहाजको चलाउने ठाउँ होला यो त्यतिखेर चाहिँ मलाई आइडियै भएन क्या माथि जान तर त्यतिखेर चिसो थियो यार लास्टै सेप्टेम्बरतिर गएकोमा चिसो थियो हावा चाहिँ यस्तो चलिरहेछ मान्छे उडाउला जस्तो हजुर सानो होला सोचेको यार ठुलो हुन्छ भने त 50 गाडी अट्छ क्या त्यो के हो यो ब्यारिकेड होला क्या त्यो ठुलो छाल जान्छ भनेर होला क्या यहाँ जस्तो तपाईँको छालहरू जुन ठुल्ठुलो आउँछ नि अब सिपपट्टि धेरै असर गर्छ भने त मेबी सिप हल्लिन्छ भनेर पनि होला क्या यो ब्लक गरेको यो सिप के यो त्यो त के चलाउनै परेन नि त्यो स्ट्रक्चर मात्रै बनाएको होला क्या दाइ आफै रोक्नलाई क्या यहाँ छाल आउँछ नि ठुल्ठुलो त्यसको लागि होला क्या आफै हिँड्दो रहेछ कहाँ हिँडेको छ त छैन त्यो हिँडेको छ तपाईँलाई लागेको मात्रै हो क्या हिँडेको हिँडिरहेको छ हिँडेको देखिरहेको यहाँ स्टक पनि खानु Helsingborg आइपुग्यौँ Färjan är strax i hamn. Hjälp oss att sortera ert skräp i lättbehållare innan ni lämnar färjan. Vi hoppas ni har trivts ombord och önskar er en fortsatt trevlig resa och att vi snart ses igen. Bra färjan. Ni får leda färjan. Vi hoppas ni har haft भाइ यहाँ चाहिँ झुक्लेर माथि चढिरहेको अब हामी चाहिँ ब्रेकफास्टको लागि ब्रेकफास्ट भनौँ लन्च भनौँ जे भने नि हुन्छ ब्रन्च फोकस्ड ब्रेक भइरहेछ हाम्रो पाउँछ फोकस पाउँछ भइरहेछ सिटमा बसेर अझ सिटमा बसेर क्रुजमा बसेर हामी हाई छोरी छोरी चाहिँ यता र उता हिँडिरहेछ त्यही भएर देखिँदैन है दामी सिन देखिदिरहेछ त्यो भए बाख्रामै अनि बस्यो ठिकै रहेछ सवारी मार्नु के मजा छ यो चल्छ रहेछ छोरी चल्दैन अब आजको हाम्रो चाहिँ के छ त अब प्लान आज अब तपाईँ त पहिला पनि हेलसिङ्गर आइसक्नु भएको मान्छे आइसकेको थियो तर त्यसलाई आएको भन्दा पनि आउनुमै सीमित थियो अब हामी स्विडेनपट्टि जाँदैछौँ के अरे त्यो पोलिसियन भन्दो रहेछ फेरि यहाँ पीबाट चाहिँ संसारभर यो पुलिसलाई चाहिँ पीले नै गर्ने गरेको छ तपाईँले भनेपछि मैले पनि विचार गरेको प्रायः ठाउँमा पिने रहेछ पी रहेछ अब उता डेनमार्कमा पोलिटी भनेर आउँछ यहाँ पोलिसियन भन्छ नेपालमा पोलिस भन्छ उहाँ पनि पीबाटै आउँदो रहेछ संसार पोलिसी नै रहेछ उता यो पोलिसलाई के पीबाटै आउँदो रहेछ कि जता पनि यहाँ चाहिँ पोलिसियन भन्दो रहेछ
त्यो खालको रहेछ यहाँ चेकिङ भयो यो हाम्रा गतिविधिहरूलाई चेकिङ छ ए नर्वेबाट भाएर यहाँ टाकिनु रानी मुखर्जी ए किन स्विडेन ऊ यहाँ लिफ्ट जानु छ रानी मुखर्जीको त्यो कुन नर्वे भन्ने फिल्म नै हेर्दै थियो नर्वे बच्चालाई दिदीलाई त च्याप्पो समातेर केरकार गरिहाल्यो त किन दिदी दाइलाई समात्नु पर्ने मान्छेलाई कहाँ देख्छ यार त्यो खालको थाले डक्टर साहब तपाईँको के छ प्रतिक्रिया डाक्टरलाई पनि समाते होइन यो चाहिँ हामी ठ्याक्कै अहिले स्टेसनबाट निस्केर हेल्सिनबर्ग स्विट ब्याङ्क हामी चाहिँ ठ्याक्कै हेल्सिनबर्ग पोर्टमा छौँ अहिले एउटा यो क्यासल हो मेरो अर्को पनि के लेखेको थियो यार अब हेर त्यहाँ घाम ताप्ने ठाउँ बनाएको छ होइन कति नै फेरि मान्छे यहाँ जम्प गरेर नआउने यतिकै दाइ खै दाइ खा हाम्रो दाइ खा दाइ ए फ्री छ हो यहाँ टोइलेट होइन भनेको नि अझै क्रुजमा त उहाँ रमाइलो भएर तर मालमा भन्दा यहाँ अलिक मजा है ओपन अनि फेरि स्ट्रक्चरहरू पनि धेरै छ नि यहाँ यो सायद सहर डेनमार्कपट्टिको भन्दा यतातिरको बढी डेभलप जस्तो देखियो नर्मल तिम्रो उसमा मालमा आउँदा त्यो होइन नि त मालमा ठ्याक्कै अपोजिट हो कि ओल्ड बिल्डिङहरूको सहर हो अरे के पुरानो बस्ती हो अरे कि त्यो त्यहाँनिर देखाउँथ्यो नि हामीलाई त्यो पुरानो घरहरू यो यति बनेको भनेर त्यो पुरानो बस्तीहरू हेल्सिनबर्ग भन्दा चाहिँ हेल्सिनबर्ग नै अलिक ठुलो जस्तो देख्थ्यो है खासै चाहिँ हेर्दाखेरि चाहिँ नर्मली चाहिँ डेनमार्कपट्टिको सहर चाहिँ अलिक ठुलो हुन्छ भन्ने हुन्थ्यो यहाँ चाहिँ सहर चाहिँ ठुलो देख्थ्यो भेटेको थिएँ होइन अनि मैले त्यो पुलिसहरू त्यहाँ यस्तो बसेको हुन्छ नि त्यसलाई लगेर दिएको इट्स नट माइन भनेर आई फाउन्ड इन द ग्राउन्ड इट्स युर बिकज इट फाइन यु फाइन इट भनेर भने चाहिँ मैले मोबाइलको पछाडि राखिराखेँ नि निश्चित भेटेँ अनि त्यसपछि चाहिँ अगाडि मान्छेले भयो त्यसले मेरो होइन भन्छ त्यसकोबाट झरेको देखेर लगेर अनि त्यसलाई दिएको हामी कता जाने अब त्यो क्यासल जानु त ल तेरै हो किनभने तैँले रेड रातो छ अहिले पर्फेक्ट छ त्यसकोबाट झरेको चाहिँ लियो भने तर यहाँ त्यहाँ जानु त मिल्छ होला जाउँ ऊ त्यहाँ माथि नि क्यासल रहेछ त एउटा ऊ रहेछ माथि अल्गै ठाउँमा रहेछ क्यासलहरूमा केही पनि हुँदो रहेछ होइन यो तपाईँको रोमिङ अन भएर नभएर हो रोमिङ अन गर्नु न दाइलाई कुर्नुपर्छ एकदिन अब हाम्रो दाइ चाहिँ एकदिन टोइलेट जानु भन्छ हामी कुरिरहेको छ दाइलाई ठाउँ चाहिँ रमाइलो छ जस्तो छ अब यसो यता रमाइलो लाग्यो डेनमार्कभन्दा त यता रमाइलो उता हेल्सिङगर भन्दा त हेल्सिङगरमै रमाइलो यो क्यासल पनि राम्रो छ